ल सुनवा अधिकारी गुरु आयो यहाँबाट त्यो बेला डिबिआरलाई पैसा आएको त्यसकैले हेरेर पैसा आयो डिबिआरलाई छोटा भ्याल्यु पुल नबनाउने कलभर्ट बनाउने भनेर त्यो बेलामा खोला सानो दिएर तयारी अवस्था छ अरे त्यही हैन कलभर्ट बनाएर हुन्छ कलभर्टले हुँदैन नि होइन त्यो भएपछि जुन त्यो पुलको डिजाइन छ नि पुलै बनाउनुलाई पैसा चाहिँ नगर्नु पर्यो कसलाई भन्नु पर्यो प्रदेशमा डिजाइन चेन्ज गर्नु पर्यो अनि डिजाइन त अलरेडी छँदैछ त्यो हामी चाहिँ सानो देखेर कलभर्ट बनायो नि पुल जस्तो लाग्यो नि त खोला त बर्खामा खुल्ला हुँदो रहेछ नि त त्यो भएपछि त्यो पुलको डिजाइनलाई सुरत जिल्ला माग्ने हो सुजन सरले सुजन जिल्ला माग्ने हो माग्दाखेरि पालिकाबाट त गइसकेको छ भने नागहरूको चाहिँ अनुसूचना गरे होला म यो ढिकुरे यस्ता छु मलाई फोन गर्न भन्नु न पुललाई थपेपछि काम आउने त्यति हैन साथीहरू माननीय ज्यूले अवलोकन गर्नुभएको यो खरे खोला चाहिँ नुवाकोट जिल्लाको लिखु गाउँपालिका 1 र 2 मा अवस्थित यो किटिनी खानी गाउँको फेदीमा अवस्थित यो खरे खोला हो। यस खरे खोलामा चाहिँ पुल नबन्दाखेरि चाहिँ बर्सातको समयमा यसरी भीषण बाढीले चाहिँ गर्दाखेरि आवत जावत गर्नलाई एकदमै यहाँ असहज कठिन भइरहेको छ। यहाँ चाहिँ अब हामी सबैजना सर्वसाधारण जनताहरूलाई चाहिँ एकदमै शास्ति दिएको छ यो खरे खोलाले। त्यसै क्रममा माननीय ज्यूले यहाँ अवलोकन गरेर यहाँको गतिविधि निरीक्षण गरेर जानुभएको छ। अब चाहिँ केही आशा पलाएको छ। हुन त यस ठाउँमा पहिला पनि 2 चोटि डिपिआर भएर यहाँको सोइल टेस्टहरू पनि भएर सबै कुराहरू अब पुल बन्ने पक्की भयो भनेर चाहिँ जानकारी पनि आएको थियो, तर हालसम्म बन्न सकेको थिएन। आशा गरौँ अबका दिनहरूमा चाहिँ यो ठाउँले एउटा पुल पाउनेछ। माननीय ज्यू स्वयं आफै आएर यहाँ निरीक्षण गरिरहँदाखेरि एकदम हामी उत्साहित छौँ। अब चाहिँ के हुन्छ कि भन्ने एउटा आशा जागेको छ।